आजको यो भिडियोमा हामी लोकसेवा सिभिल सब इन्जिनियरको लागि सेकेन्ड पेपरको तयारीको लागि आजको सब्जेक्ट रहेको छ वाटर सप्लाई एन्ड सेनिटरी इन्जिनियरिङ। यो वाटर सप्लाई एन्ड सेनिटरी इन्जिनियरिङ चाहिँ एकदम इम्पोर्टेन्ट हो। यसबाट हाम्रो क्वेसनहरू आउने गर्छन् हैन, वाटर सप्लाई र सेनिटरीबाट। सो आजको भिडियोमा हामी वाटर सप्लाई र सेनिटरीको नोटहरू हेर्नेछौँ हैन। सो वाटर सप्लाई र सेनिटरी के हो हैन, त्यसको जस्ट सर्ट डिफिनेसन जस्तो हेरौँ हामी जेनरलमा। वाटर इज द वान अफ द मोस्ट इम्पोर्टेन्ट सब्सटेन्स अन द अर्थ। वाटर चाहिँ एकदम हाम्रो मोस्ट इम्पोर्टेन्ट सब्सटेन्स हो र अर्थमा। अल प्लान्ट एन्ड एनिमल मस्ट ह्याभ वाटर टु सर्भाइभ। सबै वन्य जन्तुहरू, जनावरहरू अथवा बोट बिरुवालाई जिउनलाई, सर्भाइभ गर्नलाई पानी चाहिन्छ हैन। ह्युमन क्यान लिभ विथाउट फुड फर विक्स बट ओन्ली 5 to 7 days विथाउट वाटर। ह्युमन मान्छेहरू अथवा कुनै जनावरहरू खाना बिना केही हप्ता बाँच्न सक्छ, तर पानी बिना जस्ट 5-7 दिनमै के भनौँ अब 5-7 दिन पनि बाँच्न सक्दैन। सो टाइप अफ वाटरको कुरा गरौँ। अब मेन यता आयो हाम्रो टाइप अफ वाटर। यो लङ क्वेसन पनि सोध्ने गर्छन् हाम्रो टाइप अफ वाटरको। सो टाइप अफ वाटरको कुरा गर्दाखेरि नर्मली हामी तीनटाको कुरा हामी गर्छौँ हैन, प्योर एन्ड इम्प्योर वाटर, त्यसपछि पोर्टेबल एन्ड होलसम वाटर, त्यसपछि पपुलेटेड एन्ड कन्टामिनेटेड वाटर हैन। सो मेनली हामी चाहिँ तीनटा टाइपको चाहिँ वाटरको हामी कुरा गर्छौँ। सो प्योर एन्ड इम्प्योरको कुरा गर्दाखेरि जनमा चाहिँ हाइड्रोजन र अक्सिजन बाहेक अरू केही हुँदैन, जस्ट हाइड्रोजन र अक्सिजन मात्र हुन्छ, त्यसले चाहिँ हामी प्योर भन्छौँ हैन। सो एकचोटि पढ्दै हेरौँ। वाटर इज केमिकल कम्पाउन्ड विथ केमिकल फर्मुला H2O। केमिकल फर्मुला H2O हुन्छ हैन। र द वाटर डज नट कन्टेन एनी अदर सब्सटेन्स देन हाइड्रोजन एन्ड अक्सिजन इज कल्ड प्योर वाटर। यो प्योर वाटर भनेको हाम्रो जसमा चाहिँ हाइड्रोजन र अक्सिजन बाहेक अरू कुनै सब्सटेन्स हुँदैन हैन, त्यसले प्योर वाटर भन्छ। र द वाटर कन्टेन अदर सब्सटेन्स देन हाइड्रोजन एन्ड अक्सिजन सच एज मिनरल्स, साल्ट, ग्यासेस, माइक्रो अर्गानिजम, इटिसी आल्कट इम्प्योर वाटर। जसमा चाहिँ हाम्रो हाइड्रोजन र अक्सिजन बाहेक पनि अरू सब्सटेन्सहरू एड भएको छ हैन, मिसिएको छ, जस्तै मिनरल, साल्टहरू, ग्यासेसहरू, माइक्रो अर्गानिजमहरू, ब्याक्टेरिया, किराहरू हैन। सो त्यसले चाहिँ इम्प्योर भन्छौँ। जसमा चाहिँ हाइड्रोजन अक्सिजन बाहेक अरू कुराहरू मिसिएको हुन्छ, त्यही भएर त्यसले इम्प्योर भयो। र हाइड्रोजन अक्सिजन मात्र छ भने त्यसलाई प्योर वाटर भन्छौँ। र प्योर वाटर इज नट एक्चुअली सुटेबल फर ड्रिङ्किङ पर्पज। यो प्योर वाटर चाहिँ हाम्रो हामीले विचार गर्दाखेरि टक्क पिउनलाई, ड्रिङ्किङ गर्नलाई एकदम राम्रो होला भन्ने सोच्छौँ, तर होइन। प्योर वाटर चाहिँ हाम्रो के हो त, ड्रिङ्किङ पर्पजको लागि सुटेबल होइन, किनकि हाइड्रोजन र अक्सिजनले मात्र पुग्दैन हैन। हामीले चाहिँ पानीमा चाहिँ धेरै भिटल मिनरलहरू हुन्छ हैन, जुन मान्छेको ग्रोथको लागि चाहिँ आवश्यक हुन्छ हैन। सो त्यसले गर्दा चाहिँ यो प्योर वाटर चाहिँ ड्रिङ्किङ पर्पजको लागि सुटेबल हुँदैन। सो प्योर वाटर इज नट एक्चुअली सुटेबल फर ड्रिङ्किङ पर्पज बिकज इट्स ल्याक भिटामिन मिनरल्स रिक्वायर्ड फर ह्युमन ग्रोथ। अर्को रहेको छ प्योर वाटर इज वाइडली युज फर मेडिकल एन्ड ल्याबोरेटरी पर्पज। प्योर वाटर चाहिँ हाम्रो मेन मेडिकल र ल्याबोरेटरी पर्पजको लागि चाहिँ हाम्रो युज हुन्छ हैन, ल्याबहरूमा अथवा मेडिकलहरूमा। र वाटर युज फर ड्रिङ्किङ पर्पज इम्प्योर वाटर बट इम्प्युरिटिज नट एक्सेसिभ। ड्रिङ्किङ पर्पजको लागि इम्प्योर वाटर चाहिँ हाम्रो सुटेबल हुन्छ, तर चाहिँ एउटा लिमिटसम्म हैन। त्योभन्दा बढी चाहिँ इम्प्युरिटिज भयो हैन, सब्सटेन्सहरू धेरै मिक्स भएको छ भने, मिनरल्सहरू धेरै मिक्स भएको छ भने त्यो कुरा चाहिँ फेरि सुटेबल हुँदैन हैन। सो हामी फर्दर अगाडि बढ्दै जान्छौँ। सो सेकेन्डमा रहेको छ पोर्टेबल र होलसम वाटर। यो चाहिँ के हुन्छ त, एकदम मान्छेको हेल्थको लागि, पिउनको लागि एकदम उपयोगी हुन्छ हैन, सुटेबल हुन्छ। सो वाटर इज सेफ फर ड्रिङ्किङ बाई ह्युमन एन्ड द अदर एनिमल्स इज कल्ड पोर्टेबल वाटर। पोर्टेबल वाटर चाहिँ हाम्रो एकदम ड्रिङ्किङ पर्पजको लागि एकदम सुटेबल हुन्छ। र होलसम वाटर इज फिट टु युज फर ड्रिङ्किङ, कुकिङ, फुड प्रिपरेसन और वासिङ विथाउट एनी पोटेन्सियल डेन्जर टु ह्युमन हेल्थ बाई द रिक्वायरमेन्ट द्याट इन्क्लुड लिमिट अन। पोर्टेबल के भयो त, हाम्रो एकदम जनावर अथवा मान्छे अथवा कुनै जीव जन्तुको लागि चाहिँ एकदम ड्रिङ्किङको लागि सुटेबल हो। र होलसम वाटर भन्दाखेरि ड्रिङ्किङको साथसाथै कुकिङ गर्न, नुहाउन, खाना बनाउन, कपडा धुन, यो कुराहरूमा चाहिँ सुटेबल हुन्छ हैन। तर के हुन्छ त, मान्छेको हेल्थमा डेन्जर नहुने गरी जुन मिनरल्सहरू हुन्छ त्यो चाहिँ एकदम लिमिटेडमा हुनु पर्यो। फेरि धेरै भयो भने त्यो चाहिँ ह्युमन हेल्थलाई इफेक्ट पार्यो भने त्यो चाहिँ हाम्रो चाहिँ होलसम वाटर हामी त्यसले भन्दैनौँ, त्यो चाहिँ हाम्रो कन्टामिनेसन वाटरमा जान्छ हैन। सो बायोलोजिकल्ली क्वालिटी
के अरे बायोलोजिकल क्वालिटी इन्क्लुडिङ लेभल अफ ब्याक्टेरिया, लेभल अफ ब्याक्टेरिया चाहिँ एकदम लिमिटेड हुन्छ। केमिकल क्वालिटी इन्क्लुडिङ लेभल्स अफ मिनरल्स, सोल्भेन्ट्स, हाइड्रोकार्बन चाहिँ लिमिटेडमा हुनु पऱ्यो होइन। यो कुराहरू चाहिँ हाम्रो हुन्छ होइन बायोलोजिकल क्वालिटीमा, केमिकल क्वालिटीमा र फिजिकल क्वालिटीमा इन्क्लुडिङ लेभल्स अफ कलर, टेस्ट, ओडर, कलरहरू, टेस्टहरू, गन्धहरू फिजिकल क्वालिटीमा भइगयो। र पोल्युटेड एन्ड कन्टामिनेटेड वाटरको कुरा गर्दाखेरि यो चाहिँ एकदम पिउन लायक हुँदैन होइन। यो भनेको हाम्रो एकदम ह्युमन हेल्थको लागि डेन्जर हो। द वाटर कन्टेन एक्सेसिभ इम्प्युरिटिज, एक्सेसिभ हुन्छ, धेरै मात्रामा हुन्छ होइन। इम्प्युरिटिजहरू धेरै मात्रामा हुन्छ, सच एज मिनरल्स, साल्ट, ग्यास, माइक्रो अर्गानिजम, इटिसी इज कल्ड पोल्युटेड वाटर। इम्प्युरिटिजहरू एक्सेसिभ मात्रामा छ भने त्यसले चाहिँ पोल्युटेड वाटर भन्छ होइन। द पोल्युटेड वाटर इज नट जेनरली क्लिन एन्ड होलसम। यो पोल्युटेड वाटर चाहिँ हाम्रो क्लिन हुँदैन, सफा हुँदैन, होलसम हुँदैन होइन। र पोल्युटेड वाटर नट युज फर ड्रिङ्किङ, यो ड्रिङ्किङको लागि युज हुँदैन। र द वाटर कन्टेन माइक्रो अर्गानिजम सच ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ, वार्म्स, इटिसी इज कल्ड कन्टामिनेटेड वाटर। र जुन वाटरमा चाहिँ भाइरसहरू, ब्याक्टेरियाहरू, प्रोटोजोआहरू, वर्म्सहरू होइन, किराहरू, त्यस्तो कुराहरू चाहिँ मिसिएको छ भने त्यसलाई हामी कन्टामिनेटेड वाटर भन्छौँ। र द कन्टामिनेटेड वाटर मे बी लुक क्लिन बट कन्टेन माइक्रो अर्गानिजम अफ माइक्रोस्कोपिक नेचर विच नट भिजुअल थ्रु नेक्ड आई। कन्टामिनेटेड वाटरमा चाहिँ हाम्रो माइक्रो अर्गानिजमहरू, ब्याक्टेरियाहरू, प्रोटोजोआहरू, वार्म्सहरू यो चाहिँ मिसिएको हुन्छ होइन। तर चाहिँ हामी त्यो कुरा चाहिँ के हुन्छ त नाङ्गो आँखाले देख्न सक्दैनौँ। र द कन्टामिनेटेड वाटर इज नट पोर्टेबल एन्ड नट युज फर ड्रिङ्किङ। यो कन्टामिनेटेड वाटर त हाम्रो चाहिँ पोर्टेबल अथवा खानको लागि भनौँ न, ड्रिङ्किङको लागि चाहिँ हाम्रो सुटेबल हुँदैन, युज हुँदैन। र नेक्स्ट अर्को आयो हाम्रो अब्जेक्टिभ अफ वाटर सप्लाई सिस्टम। अब वाटर सप्लाई सिस्टमको अब्जेक्टिभ के हो होइन एक्चुअली हेरौँ। टु सप्लाई सेफ, होलसम एन्ड पोर्टेबल वाटर टु द कन्ज्युमर। कन्ज्युमरहरूलाई पोर्टेबल वाटर, होलसम वाटर एकदम सेफली सप्लाई गर्नु पऱ्यो। टु सप्लाई वाटर इन एडिक्वेट क्वान्टिटी होइन, एकदम पर्याप्त मात्रामा, एडिक्वेट भनेको पर्याप्त मात्रामा पुग्ने, होइन फेरि पुग्ने गरी वाटर सप्लाई गर्नु पऱ्यो होइन। आदि आदि मात्र नपुग्ने गरी होइन, अपर्याप्त पानी पुर्यायो भने त त्यो अर्थै भएन होइन। सो एकदम सुफिसियन्ट पर्याप्त मात्रामा चाहिँ क्वान्टिटी पानी पुर्याउनु पऱ्यो। टु मेक वाटर इजिली अभाइलेबल टु द कन्ज्युमर, कन्ज्युमरले एकदम इजिली तरिकाले पानी उपलब्ध गराउनु पऱ्यो। टु सप्लाई वाटर एफोर्डेबल प्राइस, एकदम एफोर्ड गर्न सक्ने होइन, सस्तोमा भनौँ न, इकोनोमिकल तरिकाले वाटर सप्लाई गर्नु पऱ्यो। टु सप्लाई इक्विटेबल वाटर, मान्छेलाई चाहिने बराबरको चाहिँ हाम्रो एकदम सफा र हेल्थ भनौँ न, हेल्थकर एकदम पानी चाहिँ सप्लाई गर्नु पऱ्यो। इजी टु एक्सेसिबल, मजाले एक्सेस गर्न सक्नु पऱ्यो, मजाले कुनै अप्ठ्यारो नपरिकन मजाले पानी चाहिँ एक्सेस गर्न सक्नु पऱ्यो। टु सप्लाई वाटर टु डोमेस्टिकेट एनिमल्स, इन्डस्ट्रियल एन्ड कमर्सियल। डोमेस्टिकेट एनिमल्स, इन्डस्ट्रियल र कमर्सियलको लागि चाहिँ वाटर सप्लाई गर्नु पऱ्यो। सो यो 5-6वटा पोइन्ट हाम्रो के हो त अब्जेक्टिभ अफ वाटर सप्लाई सिस्टम। र सोर्स अफ वाटरको कुरा गर्दाखेरि सोर्स अफ वाटर एन्ड इट्स सिलेक्सन होइन, पहिला चाहिँ हामी सोर्सको वाटरको सोर्सको कुरा गर्छौँ होइन। सो प्राइमरी सोर्स अफ वाटर सप्लाई इज प्रेसिपिएसन भनेको हाम्रो पानीमा भएको मात्राहरू हुन्छ नि, पानीका कणहरू, त्यसले चाहिँ हामी प्रेसिपिएसन भन्छौँ होइन। रेनफल इज मोस्ट इम्पोर्टेन्ट पार्ट अफ प्रेसिपिएसन। र अब सोर्सको कुरा गर्दाखेरि अब दुईवटा हामीसँग छ, सर्फेस सोर्स र सब सर्फेस सोर्स होइन। सर्फेसमा कुरा गर्दाखेरि जुन अर्थको सर्फेसमा चाहिँ पानी चाहिँ नाङ्गो आँखाले मजाले हामी हेर्छौँ होइन, जुन सर्फेसमा बगिरहेको हुन्छ होइन, जस्तै रिभर भइगयो, स्ट्रिम भइगयो, लेक भइगयो, पन्ड भइगयो र इम्पोर्टेड रिजर्भर भएको होइन। पन्ड नै हो तर मान्छेले आफैले बनाइएको हुन्छ, त्यसले चाहिँ इम्पोर्टेड रिजर्भर भन्छौँ होइन। लेक भनेको त नेचुरली भइगयो, पन्ड भनेको मान्छेले बनाउँछ र यो इम्पोर्टेड भनेको मान्छेले नै बनाउने हो, आर्टिफिसियल नै हो, तर प्रायः यो रिभर, ड्यामहरूतिर बनाइएको हुन्छ होइन, रिजर्भायर हो एउटा। र सब सर्फेसको कुरा गर्दाखेरि स्प्रिङ भइगयो, वेल्स भइगयो, इन्फिल्ट्रेसन ग्यालेरी र इन्फिल्ट्रेसन वेल, यो सब सर्फेसमा भएको। सो पहिला हामी सर्फेस सोर्सको कुरा गर्छौँ होइन। सो सर्फेस सोर्समा हामीले चाहिँ कुरा गर्दाखेरि सर्फेस सोर्स अफ वाटर आर अभाइलेबल एट द ग्राउन्ड सर्फेस। ग्राउन्ड सर्फेसमा जुन हाम्रो वाटर हुन्छ त्यो चाहिँ ग्राउन्ड वाटर सोर्स भइगयो। र क्वालिटी एन्ड क्वान्टिटी अफ सर्फेस वाटर डिपेन्ड अन द कम्बिनेसन अफ क्लाइमेटिक एन्ड जियोलोजिकल फ्याक्टर। अब ग्राउन्ड
सोर्स अफ वाटरको कुरा गर्दाखेरि त्यसको क्वालिटी र क्वान्टिटी केमा भर पर्छ त क्लाइमेटिक कन्डिसन कस्तो छ र जियोलोजिकल कन्डिसन कस्तो छ, तराईतिर हो कि पहाडतिर हो कि, मौसम वातावरण कस्तो हुन्छ होइन, क्लाइमेटिक कन्डिसन कस्तो हुन्छ, त्यसमा चाहिँ त्यसको क्वालिटी र क्वान्टिटीमा भर पर्छ। रिभरको कुरा गर्दाखेरि अब सर्फेस सोर्समा चाहिँ नम्बर 1 मा रिभर आयो। रिभर इज द नेचुरल च्यानल विच क्यारिज सर्फेस रन अफ बाई फ्रम इट्स क्याचमेन्ट अर ड्रेनेज बेसिन। यो नेचुरल च्यानल हो होइन, जुन चाहिँ पानी चाहिँ रन अफ हुन्छ होइन, पानी बग्छ कहाँबाट त क्याचमेन्ट भनेको जहाँबाट पानी आउँछ होइन, क्याचमेन्ट र ड्रेनेज बेसिन त्यहाँबाट चाहिँ पानी छुटिन्छ निस्किन्छ। र इट्स अल्सो क्यारिज ग्राउन्ड वाटर फ्लो एन्ड रन अफ फ्लो मेल्टेड स्नो। जुन ग्राउन्ड वाटर हुन्छ त्यहाँबाट पनि पानी फ्लो भएर आउँछ र जुन हिउहरू हुन्छ स्नोहरू त्यो पग्लिएर मेल्ट भएर त्यहाँबाट पनि रन भएर पानीहरू बगिन्छ होइन। सो रिभरमा त्यो पानीहरू आउँछन्। र रिभर ओरिजिनेट इन माउन्टेन वेयर लार्ज नम्बर अफ स्प्रिङ एन्ड स्ट्रिम कम्बाइन टुगेदर। यो रिभरको कुरा गर्दाखेरि मेन कहाँबाट आउँछ त पहाडबाट आउँछ होइन, पहाडी भूभागबाट आउँछ जहाँ चाहिँ हाम्रो स्प्रिङ भनेको जुन के अरे जमिनबाट भनौँ न, जमिन मुनिबाट पहाडबाट जुन पानीहरू निस्किन्छ होइन, सो त्यो स्प्रिङ भइगयो र स्ट्रिम कम्बाइन भएर दुवैबाट कम्बाइन भएर रिभर चाहिँ उत्पन्न हुन्छ भनौँ न, त्यहाँबाट चाहिँ रिभर ओरिजिनेट हुन्छ, त्यहाँबाट पानी आउँछ। र इन द माउन्टेन क्वान्टिटी अफ वाटर इन रिभर इज स्मल ड्यू टु इट्स क्याचमेन्ट बट रिभर मुभ्स फरवर्ड डिस्चार्ज इज रिभर इन्क्रिज ड्यू टु द इन्क्रिज क्याचमेन्ट एरिया। सुरुमा चाहिँ के हुन्छ त क्याचमेन्ट कम छ, सानो छ भनेपछि त्यहाँबाट कमै पानी आउँछ र बिस्तारै त्यो बग्दै जान्छ होइन, फरवर्ड हुँदै जान्छ, त्यसको डिस्चार्ज पानीको मात्रा बढ्दै जान्छ त्यहाँ, किनकि त्यहाँ क्याचमेन्ट एरिया चाहिँ बढ्दै जान्छ जसले गर्दा चाहिँ पानीको क्वान्टिटी पनि डिस्चार्जहरू पनि बढ्दै जान्छ। र अब स्ट्रिमको कुरा गरौँ। स्ट्रिम आर नेचुरल ड्रेन च्यानल फाउन्ड इन माउन्टेन रिजन। पहाडमा चाहिँ पहाडी भूभागमा चाहिँ यो स्ट्रिम चाहिँ हाम्रो पाउँछन् होइन, यो नेचुरल ड्रेन नै हो, रिभर जस्तै हो। क्वान्टिटी अफ वाटर इन स्ट्रिम मच लेस इन कम्पेयर टु रिभर। यसमा चाहिँ के हुन्छ त क्वान्टिटी पानीको क्वान्टिटी पानीको मात्रा चाहिँ यो रिभरभन्दा कम हुन्छ स्ट्रिममा होइन। स्ट्रिम भनेको सानो खोल्सीहरू भइगयो। र इट क्यान युज एज सोर्स अफ वाटर सप्लाई इन भिलेज अर हिली एरिया। यो स्ट्रिमबाट चाहिँ जुन पानी आउँछ त्यो चाहिँ भिलेज र हिली एरियाहरूमा पहाडहरूमा सप्लाई हुन्छ होइन। र क्वालिटी अफ वाटर इन स्ट्रिम इज नर्मली गुड एक्सेप्ट वाटर अफ फर्स्ट रन अप। क्वालिटी अफ स्ट्रिमको अलिकति गुडै हुन्छ, राम्रै हुन्छ होइन, जुन सुरुमा बग्छ त्यो राम्रै हुन्छ। त्यसै गरी लेकको कुरा गर्दाखेरि लार्ज नेचुरल डिप्रेसन अर होलो फर्मड इन द अर्थ सर्फेस विच गेट्स फिल्ड विथ वाटर। यो चाहिँ नेचुरल हो होइन, जहाँ चाहिँ अर्थ सर्फेसमा चाहिँ होलो बनेको हुन्छ, एउटा खाल्डो बनेको हुन्छ जसमा चाहिँ पानी पुरिन्छ, त्यो चाहिँ पोखरीलाई लेक भन्छौँ होइन। सो पोखरी हुन्छ जहाँ चाहिँ खाल्डो हुन्छ, त्यहाँ नेचुरली हुन्छ, फेरि मानवद्वारा बनाएको हुँदैन, त्यो नेचुरली चाहिँ खाल्डो परिएको हुन्छ, त्यसमा पानीले भरिन्छ, त्यो चाहिँ लेक भइगयो होइन। जेनरली फाउन्ड इन माउन्टेन रिजन, यो चाहिँ पहाडी भूभागतिर पाउँछ होइन। र क्वान्टिटी अफ द वाटर अभाइलेबल फ्रम लेक डिपेन्ड अपन इट्स साइज, क्याचमेन्ट एरिया एन्ड एनुअल रेनफल इटिसे। यसमा पानीको क्वान्टिटी कति हुन्छ यो केमा डिपेन्ड गर्छ त, त्यो कत्रो साइज कत्रो छ, क्याचमेन्ट एरिया कत्रो छ होइन, र एनुअल रेनफल वार्षिक कति पानीहरू पर्छ त्यसमा चाहिँ भर पर्छ होइन, क्वान्टिटी अफ द वाटर अफ द लेक। र पन्डको कुरा गर्दाखेरि पन्ड इज अ म्यानमेड बडी अफ स्ट्यान्डिङ वाटर स्मलर देन लेक। लेकभन्दा सानो हुन्छ र यो म्यानमेड बनाइएको हुन्छ होइन, ठ्याक्क लेक नै हो तर यो म्यानमेडद्वारा बनाइएको हुन्छ, यो चाहिँ सानो हुन्छ होइन। लेकहरू प्रायः ठुलो हुन्छ तर पन्ड्स पोखरी चाहिँ सानो सानो हुन्छ होइन। पन्ड्स आर फर्मड बाई डिगिङ अफ ग्राउन्ड एन्ड दे आर फिल्ड अप विथ वाटर इन रेनी सिजन। यो चाहिँ खनिएर ग्राउन्डलाई चाहिँ होलो बनाइएको हुन्छ, खाल्डो बनाइएको हुन्छ र जसमा चाहिँ पानीको मौसममा वर्षाको सिजनमा भनौँ न त्यहाँ खाल्डो चाहिँ पानीले पुरिन्छ। र इट कन्टेन मेनी इम्प्युरिटिज, यसमा चाहिँ इम्प्युरिटिजहरू बढी हुन्छ होइन, फोहोरहरू भनौँ न, त्यो मिनरल्सहरू इम्प्युरिटिजहरू बढी हुन्छ होइन, फोहोर हुन्छ अलिकति। र 5 नम्बरमा कुरा गर्दाखेरि इम्पाउन्डेड रिजर्भायर क्रिएट अ स्टोरेज रिजर्भायर अर आर्टिफिसियल लेक बाई कन्स्ट्रक्टिङ अ बन्ड वेयर अर ड्याम एक्रस द रिभर। यो चाहिँ मान्छेद्वारा बनाइएको हुन्छ होइन, आर्टिफिसियल नै हो, आर्टिफिसियल लेक नै हो। वेयरहरू ड्यामहरूमा चाहिँ हामीले यो इम्पाउन्डेड रिजर्भायर बनाउँछौँ होइन। स्टोर द एक्सेसिभ वाटर ड्युरिङ वेट सिजन, पानी परेको बेलामा
पानी चाहिँ स्टोर हुन्छ र सप्लाई द एक्सेसिभ वाटर ड्युरिङ ड्राई सिजन र खडेरी परेको मौसममा पानी नपरेको टाइममा चाहिँ यहाँबाट पानी सप्लाई हुन्छ। र अब क्यापेसिटी डिटर्मिनेसन अफ इम्पाउन्डेड रिजर्भायरको कुरा गर्दाखेरि अब इम्पाउन्डेड रिजर्भायरको क्यापेसिटी कसरी डिटर्माइन गर्ने होइन, कति पानी अटाउँछ अथवा कति पानी राख्ने होइन, त्यो कुरा चाहिँ कसरी हामी क्यालकुलेसन गर्छौँ त हामीसँग दुईवटा मेथड रहेको छ। एनालाइटिकल मेथड होइन, यो सिम्पल क्यालकुलेसन युजिङ क्यालकुलेटर हो। क्यालकुलेटरबाट एकदम मजाले इजिली गर्न सकिन्छ भनेपछि सिम्पल क्यालकुलेसन हो। र क्यापेसिटी अफ इम्पाउन्डेड रिजर्भायर म्याक्सिमम कुमुलेटिभ सरप्लस प्लस म्याक्सिमम कुमुलेटिभ डिफिसिट माइनस टोटल इन्फ्लो प्लस टोटल डिमान्ड, यो फर्मुला हो जहाँबाट चाहिँ एनालिटिकल मेथडबाट हामी रिजर्भायरको क्यापेसिटी निकाल्न सक्छौँ। र मास कर्भ मेथड भनेको प्लट बिट्विन कुमुलेटिभ इन्फ्लो इन द रिजर्भायर विथ टाइम, क्यापेसिटी डिपेन्ड्स अन द रेट अफ इन्फ्लो लसेस डिमान्ड और आउटफ्लो, प्लटिङ अफ डाटा इन ग्राफ पेपर एन्ड स्मुथिङ अफ द कर्भ मे नट गिभ एक्युरेट रिजल्ट। यो ग्राफमा चाहिँ प्लटिङ गर्छ होइन, र जुन कर्भको स्मुथ हुन्छ होइन, स्मुथनेस कर्भ जुन चाहिँ एक्युरेट हाम्रो रिजल्ट दिँदैन होइन। र प्रोसिजरको कुरा गर्दाखेरि तरिका के कस्तो छ भन्दाखेरि यो हाम्रो मास कर्भ मेथडको फाइन्ड द कुमुलेटिभ रन अफ भ्यालु फर पिरियड कन्सिडरेसन, र सेकेन्डमा रहेको छ फाइन्ड कुमुलेटिभ डिमान्ड भ्यालु फर पिरियड कन्सिडरेसन, र थर्डमा रहेको छ प्लट कुमुलेटिभ भ्यालु भर्सेस टाइम पिरियड, फोर्थमा रहेको छ रिक्वायर्ड स्टोरेज क्यापेसिटी अफ द रिजर्भायर इन द म्याक्सिमम अफ भर्टिकल इन्टरसेप्ट अर्डिनेट बिट्विन द टु टेन्जेन्ट ट्रो टु पिक एन्ड ट्रो कन्जिक्युटली। अब त्यसै गरी अब सब सर्फेस एन्ड अन्डरग्राउन्ड सोर्सको कुरा गर्दाखेरि होइन, सब सर्फेसलाई चाहिँ अन्डरग्राउन्ड सोर्स पनि भन्छ होइन। सो सोर्स अफ वाटर विच एक्जिस्ट बिलो द ग्राउन्ड सर्फेसभन्दा तल छ भने त्यसले चाहिँ सोर्स अफ सब सर्फेस सोर्स अफ वाटर भन्छ होइन। सो क्वालिटी अफ अन्डरग्राउन्ड वाटर आर जेनरली गुड बिकज अफ इट्स नेचुरल फिल्टरिङ क्यापेबिलिटी। यसको अन्डरग्राउन्ड वाटरको क्वालिटीको कुरा गर्दाखेरि एकदम राम्रो हुन्छ होइन, किनकि अन्डरग्राउन्ड वाटरहरू चाहिँ आफै चाहिँ नेचुरली चाहिँ फिल्टर हुन्छ होइन, त्यसको फिल्टर हुने क्यापेबिलिटी हुन्छ, क्षमता हुन्छ होइन, जसले गर्दा चाहिँ सब सर्फेस वाटरको क्वालिटी चाहिँ गुड हुन्छ। यसमा नम्बर 1मा रहेको छ स्प्रिङ इज नेचुरल आउटफ्लो अफ ग्राउन्ड वाटर को आउटफ्लो भनेको बाहिर पानी निस्किनु हो होइन, यो नेचुरली हुन्छ, त्यसलाई चाहिँ स्प्रिङ भन्छौँ होइन। अफियर एट द ग्राउन्ड सर्फेस एज करेन्ट अर स्ट्रिम अफ फ्लोइङ, सर्फेसमा देखा पर्छन् होइन, र स्ट्रिम अफ फ्लोइङ वाटर, अब पानीको चाहिँ के हुन्छ त पानी निस्किन्छ भनौँ न। अब यो हाम्रो चाहिँ स्प्रिङमा चाहिँ हाम्रो दुईवटा रहेको छ, ग्राभिटी स्प्रिङ र नन ग्राभिटी स्प्रिङ हुन्छ होइन। सो जेनरल मेनली हामी चाहिँ ग्राभिटी स्प्रिङको कुरा गर्छौँ, नन ग्राभिटीको नर्मल डिफिनेसन बढी नै हुन्छ। अब स्प्रिङभित्र हामीले चाहिँ ग्राभिटी स्प्रिङको कुरा गर्दाखेरि वाटर फ्लो अन्डर हाइड्रोस्ट्याटिक प्रेसर भनेको के हो त, फ्लुइड चाहिँ रेस्ट भएको बेलामा जुन ग्राभिटीले गर्दा जुन प्रेसर हुन्छ त्यसलाई हाइड्रोस्ट्याटिक प्रेसर भन्छौँ होइन। र ग्राभिटी स्प्रिङभित्र हाम्रो चाहिँ डिप्रेसन स्प्रिङ, तिनवटा स्प्रिङ पर्छ होइन, डिप्रेसन स्प्रिङ पर्छ, त्यसपछि कन्ट्याक्ट ओर सर्फेस स्प्रिङ र अर्को आर्टेसियन स्प्रिङ हुन्छ होइन, तिनवटा हाम्रो रहेको छ। सो डिप्रेसन स्प्रिङको कुरा गर्दाखेरि फर्म ड्यू टु द ओभरफ्लो अफ वाटर टेबलबाट जुन पानी बाहिर आउँछ होइन, ओभरफ्लो हुन्छ, त्यसलाई हामी डिप्रेसन स्प्रिङ भन्छौँ। फिगरबाट बुझ्न सकिन्छ, वाटर टेबल माथि छ, यहाँ खाल्डो परिएको छ, वाटर टेबलको पानीहरू चाहिँ बाहिर निस्किन्छ होइन। सो त्यो के हो त, डिप्रेसन स्प्रिङ हो। ट्रेन्च खनिएको हुन्छ, त्यो खनिएकोबाट चाहिँ वाटर टेबलको पानी चाहिँ माथितिर हाइड्रोस्ट्याटिक प्रेसरले गर्दा माथितिर ओभरफ्लो हुन्छ। र ग्राउन्ड सर्फेस इन्टरसेक्ट द वाटर टेबल, ग्राउन्ड सर्फेस चाहिँ वाटर टेबलले इन्टरसेक्ट गर्छ होइन। फ्लो फ्रम सच स्प्रिङ आर भेरिएबल विथ राइज अर फल अफ वाटर टेबल, यो चाहिँ वाटर टेबल घटबड हुँदाखेरि चाहिँ यो फ्लो हुन्छ होइन, पानी आउँछ। इन अर्डर टु मिट वाटर डिमान्ड डिप ट्रेन्च मे कन्स्ट्रक्टेड नियर सच स्प्रिङ, यो स्प्रिङमा चाहिँ पानी धेरै चाहियो भने, डिमान्ड अलिक बढी छ भने के गर्नु पर्यो त, अलिक बढी खन्नु पऱ्यो, डिप ट्रेन्च गर्नु पऱ्यो होइन, खालो अलिक बढी खन्नु पऱ्यो, जसले गर्दा पानी चाहिँ बढी आउँछ। र कन्ट्याक्ट अर सर्फेस स्प्रिङको कुरा गर्दाखेरि फिगरमा तपाईँ हेर्न सक्नुहुन्छ, नेचुरली ग्राउन्ड छ, तल चाहिँ इम्परभियस लेयर हुन्छ जसले चाहिँ वाटर टेबललाई
वाटर टेबल पानी चाहिँ राइज गरेर राख्छ हैन, तल जान दिन्न। इम्परभियस लेयरले पानीलाई छेकिएको हुन्छ हैन। र वाटर टेबलको पानीहरू चाहिँ के हुन्छ त सर्फेसबाट डाइरेक्ट निस्किन्छ हैन। सो त्यो चाहिँ कन्ट्याक्टर और सर्फेस स्प्रिङ हो हैन। दिस स्प्रिङ आर क्रिएटेड बाई अ पर्मिएबल वाटर बेरिङ फर्मेसन ओभरलेइङ अ लेस पर्मिएबल और इम्परभियल फर्मेसन द्याट इन्टरसेक्ट द ग्राउन्ड सर्फेस। यो इम्परभियस लेयर र पर्भियस लेयर चाहिँ हाम्रो ग्राउन्डसँग कन्ट्याक्टमा हुन्छ हैन, सर्फेससँग कन्ट्याक्ट हुन्छ, जसले गर्दा चाहिँ इम्परभियस लेयरबाट चाहिँ के हुन्छ त ग्राउन्ड वाटरको पानीहरू निस्किन्छ, बाहिर निस्किन्छ, त्यसले चाहिँ कन्ट्याक्ट अथवा सर्फेस स्प्रिङ भन्छ। इम्परभियस अब्स्ट्रक्सन सपोर्टिङ अन्डरग्राउन्ड स्टोरेज बिकम्स इन्क्लाइन्ड causing water table to go up and get exposed to ground surface। यो इम्परभियस लेयर हुन्छ जसले के गर्छ त हाम्रो एउटा बेरियरको काम गर्छ हैन। पानीले वाटर टेबलको पानीले तल जान दिन्न, स्टोर गरेर राख्छ, माथिले गो अप गर्छ हैन। वाटर टेबल टु गो अप एन्ड गेट एक्सपोज टु द ग्राउन्ड सर्फेस, र ग्राउन्ड सर्फेसमा एक्सपोज गर्छ, बाहिर निकाल्छ, फ्लो हुन्छ, पानी बाहिर आउँछ। आर्टिफिसियल स्प्रिङको कुरा गर्दाखेरि दिस स्प्रिङ रिजल्ट फ्रम रिलिज अफ वाटर अन्डर प्रेसर फ्रम कन्फाइन्ड इक्विफायर। कन्फाइन्ड इक्विफायरबाट के हुन्छ त पानी चाहिँ प्रेसरले गर्दा चाहिँ बाहिर निस्किन्छ हैन। फिगरबाट पनि हामी बुझ्न सक्छौँ। जस्तै पर्भियस लेयर, त्यसपछि इम्परभियस लेयर, त्यसपछि फेरि पर्भियस लेयर र इम्परभियस लेयर। जुन दुई इम्परभियस लेयरको बिचमा जुन इम्परभियस लेयर हुन्छ जहाँ पानी हुन्छ त्यसलाई चाहिँ कन्फाइन्ड इक्विफायर भन्छौँ हामीले। र द अमाउन्ट अफ वाटर अभाइलेबल मे बी लार्ज इफ क्याचमेन्ट एरिया इज लार्ज। यसमा चाहिँ के हुन्छ त आर्टिफिसियल स्प्रिङमा पानीको मात्रा क्वान्टिटी बढी हुन्छ यदि क्याचमेन्ट एरिया चाहिँ ठुलो छ भने। फिगर मजाले एकचोटि हेर्नु होला, फिगर बुझ्नु होला। र नन ग्रेभिटी स्प्रिङको कुरा गर्दाखेरि नन ग्रेभिटी स्प्रिङ इन्क्लुड भल्कानिक स्प्रिङ, फिसर स्प्रिङ। यो नन ग्रेभिटी भनेको ग्रेभिटीले नगर्दा नेचुरल्ली अचानक कुनै भोल्कानिकहरू आउँदाखेरि, अर्थक्वेक आउँदाखेरि त्यसले गर्दा चाहिँ नन ग्रेभिटी स्प्रिङहरू हुन्छ हैन, तलको पानी बाहिर आउँछ। लाइक दिज आर अल्सो कल्ड हट स्प्रिङ। यसलाई चाहिँ नन ग्रेभिटी स्प्रिङलाई चाहिँ हट स्प्रिङ पनि भन्छ हैन। एन्ड कन्टेन हाई मिनरल्स एज वेल एज सल्फर। हाई कन्टेन्टहरू यसमा चाहिँ हाई मिनरलहरू हुन्छ हैन, जस्तै सल्फरहरू हुन्छ हैन। हट स्प्रिङ क्यान नट बी युज फर सप्लाई वाटर फर द डोमेस्टिक पर्पज। यो हट स्प्रिङ वाटर चाहिँ यो डोमेस्टिक पर्पजको लागि युज हुँदैन हैन, किनकि यसमा चाहिँ हाई मिनरल्सहरू हुन्छ, लाइक सल्फरहरू धेरै हुन्छ हैन, जसले गर्दा चाहिँ डोमेस्टिक पर्पजको लागि सप्लाई गर्दैन। त्यसको दुईमा रहेको छ वेल। वेलको कुरा गर्दाखेरि हामीले नर्मली हेलेकै हो इनार हैन। वेल इज अ होल और साफ्ट युजुअली भर्टिकल एक्जाभेटेड इन द ग्राउन्ड फर ब्रिङ्गिङ ग्राउन्ड वाटर टु द सर्फेस। यो एउटा होल, एउटा पाल हो भनौँ न, खाल्डो हो, साफ्ट हो, भर्टिकली हुन्छ हैन, भर्टिकली हामी खनिएको हुन्छ ताकि हामी चाहिँ ग्राउन्ड वाटरलाई चाहिँ सर्फेसमा हामी ल्याउन सकौँ हैन। सो यसको टाइपको कुरा गर्दाखेरि वेलको दुईटा टाइप रहेको छ, ओपन और डग वेल। त्यसपछि हाम्रो चाहिँ ओपन एन्ड डग वेल, त्यसपछि हाम्रो अर्को ट्युबवेल, त्यसपछि ट्युबवेलको टाइपहरू छ हैन। सो पहिला हामी चाहिँ ओपन एन्ड डग वेलको कुरा गर्दाखेरि यो भित्र हाम्रो चाहिँ स्यालो ओपन वेल र डिप ओपन वेल पर्छ हैन। ओपन वेल और डग वेल विच हेभ कम्पेरेटिभली लार्ज डायमिटर बट लो इल्ड एन्ड नट भेरी डिप। यो ओपन एन्ड डग वेल के हुन्छ त हाम्रो डायमिटर चाहिँ बढी हुन्छ हैन, बढी हुन्छ, डायमिटर बढी हुन्छ, बट यसको इल्ड चाहिँ लो हुन्छ र धेरै डिप हुँदैन हैन। युजुअली कन्स्ट्रक्ट बाई डिगिङ। यो खनेर भनौँ न कन्स्ट्रक्ट गरिन्छ हैन, बनाउँछ। मेबी बिल्ट अफ ब्रिक और स्टोन मेजनरी और प्रिकास्ट कन्क्रिट रिङ्स। ब्रिक अथवा स्टोन मेजनरी गरेर अथवा प्रिकास्ट कन्क्रिट गरेर रिङ बनाएर वेल ओपन वेल बनाइन्छ। डायमिटर अफ ओपन वेलको कुरा गर्दाखेरि 1 देखि 10 मिटर हुन्छ। डेप्थ अफ ओपन वेल कुरा गर्दाखेरि 2 देखि 20 मिटर हुन्छ। थिकनेस अफ वेलको कुरा गर्दाखेरि 0.5 देखि 0.75 मिटर हुन्छ। 500 mm देखि 750 mm हुन्छ हैन। डिस्चार्ज अप टु 5 LPS भनेपछि लिटर पर सेकेन्ड, 5 लिटर पर सेकेन्ड डिस्चार्ज हुन्छ। यसमा दुईटा टाइप छ हाम्रो ओपन एन्ड डग वेलमा, दुईटा छ, स्यालो ओपन वेल र डिप ओपन वेल। अब स्यालोमा के हुन्छ त डेप्थ कम हुन्छ हैन। रेस्ट इन टप वाटर बेरिङ स्ट्रेटा एन्ड ड्रोन देयर सप्लाई फ्रम सराउन्डिङ मिनरल्स। यो चाहिँ माथिसम्म नै हुन्छ हैन, धेरै गहिरो हुँदैन। जुन सराउन्डिङको जुन मिनरल्सहरू हुन्छ त्यहीबाट पानी चाहिँ सप्लाई हुन्छ
र डिप वेलको कुरा गर्दाखेरि रेस्ट अन द इम्परभियस स्ट्राटा यो चाहिँ इम्परभियस एकदम तल जुन हेभी रकहरू हुन्छ त्योभन्दा नि तल हुन्छ होइन, त्यहाँ गएर चाहिँ हाम्रो ठोकिन्छ होइन। यो भनेको अलिक डेप्थ बढी हुन्छ होइन। ड्रो देयर सप्लाई फ्रम पर्मिएबल फर्मेसन लेइङ बिलो द इम्परभियस स्ट्राटा थ्रो बोर होल्स मेड इन द इम्परभियस स्ट्राटा। इम्परभियस स्ट्राटा हुन्छ जसमा पनि बोर होल गरेर तलबाट पानी चाहिँ निकालिन्छ होइन। त्यसले गर्दाखेरि यसको के हुन्छ त डेप्थ चाहिँ एकदम डिप हुन्छ, गहिरो हुन्छ। मोर चान्स अफ कन्टामिनेसन, यसमा चाहिँ कन्टामिनेसन बढी हुन्छ होइन, फोहोर बढी हुन्छ, मिसावट बढी हुन्छ। र लेस चान्स अफ कन्टामिनेसन, यो डिप ओपन वेलमा हाम्रो के हुन्छ त कन्टामिनेसन कम हुन्छ। बट प्रेजेन्स अफ मिनरल इन हाई अमाउन्ट, प्रेजेन्स अफ मिनरल्स बढी मात्रामा हुन्छ तर कन्टामिनेसन चाहिँ कम हुन्छ। सेलो ओपन वेलको कुरा गर्दाखेरि यील्ड फ्रम सेलो वेल इज लेस एन्ड वाटर इज एडिक्वेट अभाइलेबल फर सिंगल फ्यामिली। सिंगल फ्यामिलीको लागि यसमा एकदम पर्याप्त मात्रामा हुन्छ। यील्ड फ्रम डिप वेल इज मोर एन्ड वाटर इज एडिक्वेट अभाइलेबल फर कम्युनिटी। यो डिप ओपन वेल चाहिँ हाम्रो एउटा कम्युनिटी समुदायको लागि पर्याप्त हुन्छ होइन। र क्वान्टिटी अफ वाटर अभाइलेबल अनसर्टेन ड्यू टु द लार्ज भेरिएसन इन ग्राउन्ड वाटर टेबल। क्वान्टिटी अफ वाटर अभाइलेबल द्याट इज अनसर्टेन ड्यू टु द लार्ज भेरिएसन इन ग्राउन्ड वाटर टेबल। ग्राउन्ड वाटर टेबल भेरिएसन तलमाथि हुँदाखेरि क्वान्टिटीको पानीको क्वान्टिटी पनि के हुन्छ त असर्टेन हुन्छ होइन, कहिले कम कहिले बढी हुन्छ। र डिप ओपन वेलको कुरा गर्दाखेरि क्वान्टिटी अफ वाटर अभाइलेबल इज युनिफर्म सिन्स देयर इज नो फ्लक्चुएसन इन वाटर लेभल। वाटर लेभल चाहिँ तलमाथि हुँदैन र एकदम जति हुन्छ त्यति नै हुन्छ, फ्लक्चुएसन हुँदैन होइन, युनिफर्म हुन्छ, जति हुन्छ त्यति नै हुन्छ, पानीको मात्रा त्यति नै हुन्छ। तर यो सेलो ओपन वेलमा चाहिँ हाम्रो पानीको मात्रा तल माथि हुन्छ होइन, गडबड भइरहन्छ। फिगर तपाईँ हेर्न सक्नुहुन्छ, ग्राउन्ड सर्फेस भइगयो, वाटर टेबल भइगयो, पर्भियस फर्मेसन, स्यालो वेल, यतातिर चाहिँ हाम्रो डिप वेल जसमा चाहिँ बोरहोल पनि गरेको हुन्छ होइन। इम्परभियस स्ट्राटामा चाहिँ बोरहोल गरेर तलको पानी तान्छ होइन, पर्भियस फर्मेसन। त्यसै गरी ट्युबवेलको कुरा गर्दाखेरि नोटमा एउटा हेरौँ हामी, स्यालो एन्ड डिप वेल आर क्लासिफाइड एकर्डिङ टु द डिस्चार्ज। यो गहिराइले चाहिँ यसको क्लासिफिकेसन गरिएको हुँदैन होइन, यो चाहिँ डिस्चार्जले क्लासिफिकेसन हुन्छ, कुन स्यालो हो कुन डिप हो। जुन बढी डिस्चार्ज दियो त्यो चाहिँ डिप हो, जुन कम दियो त्यो स्यालो हो। डेप्थ अफ द स्यालो वेल मे बी मोर देन डिप वेल, र डेप्थ अफ स्यालो वेल मे बी मोर देन डिप वेल। डिप वेल भन्दा पनि स्यालो वेलको चाहिँ बढी डेप्थ हुनसक्छ होइन। ट्युबवेलको कुरा गर्दाखेरि ट्युबवेल अब लङ पाइप सङ्क इन्टु द ग्राउन्ड इन्टरसेप्टिङ वान ओर मोर वाटर बेरिङ स्ट्राटा। एउटा वा दुईभन्दा बढी चाहिँ स्ट्राटाहरूमा पाइप इन्टरसेप्ट गरेर होइन, पाइप खनेर पाइप बिछाएर भनौँ न, पाइप गाडेर पानी चाहिँ हामी सङ्क गर्छौँ, तान्छौँ। र कम्पेरेटिभली लेस डायमिटर, यसको डायमिटर चाहिँ कम हुन्छ। मेबी क्लासिफाइड स्यालो ट्युबवेल जुन 30 मिटर डेप्थ हुन्छ म्याक्सिमम, र डिप ट्युबवेलको कुरा गर्दाखेरि 600 मिटर डेप्थ हुन्छ। स्यालो ट्युबवेलको 30 मिटर डेप्थ अनि डिप ट्युबवेलको 600 मिटर। फर्दर क्लासिफाइड, अब यो ट्युबवेल क्लासिफाई गर्दाखेरि हाम्रो स्ट्यान्डर्ड ट्युबवेल यो पनि तिनवटा रहेको छ हाम्रो, स्ट्यान्डर्ड टाइप ट्युबवेल, त्यसपछि क्याभिटी टाइप ट्युबवेल, त्यसपछि अर्को रहेको छ हाम्रो स्लटेड टाइप ट्युबवेल, तिनवटा रहेको छ स्ट्यान्डर्ड। अब स्ट्यान्डर्ड टाइप ट्युबवेलको कुरा गर्दाखेरि इफ नट स्ट्याटेड ट्युबवेल मिन्स स्ट्यान्डर्ड टाइप। जसमा चाहिँ लेयर हुँदैन होइन, स्ट्याटेड भनेको जुन इम्परभियस लेयर हुँदैन त्यो ट्युबवेललाई हामी चाहिँ स्ट्यान्डर्ड टाइप ट्युबवेल भन्छौँ होइन। द स्ट्यान्डर्ड टाइप स्ट्यान्डर्ड पाइप्स एन्ड स्ट्यान्डर्ड टाइप ट्युबवेलमा हाम्रो के हुन्छ त स्ट्यान्डर्ड पाइप र ब्लाइन्ड पाइपहरू चाहिँ अल्टरनेटिभली प्लेस गरिएको हुन्छ, राखिएको हुन्छ होइन। स्ट्यान्डर्ड कन्सिस्ट अफ फाइन वायर मेस ऱ्याप्ड अराउन्ड perforated pipe and sides of opening of wire mesh D60 to D70 of surrounding soil, mostly used in Nepal अब mostly used हुन्छ। Pipe having hole, standard screen pipe kept at the pervious layer। यो के अरे स्ट्यान्डर्ड पाइप चाहिँ हुन्छ जुन हाम्रो चाहिँ पर्भियस लेयरमा राखिन्छ होइन, जहाँबाट पानी मजाले छिर्न सकोस्। र पाइप ह्याभिङ नो होल, जसमा होल हुँदैन, जुन चाहिँ ब्लाइन्ड पाइप हो, जुन चाहिँ के हुन्छ त केप्ट एट द इम्परभियस लेयरमा चाहिँ ब्लाइन्ड पाइप राखिन्छ।
एकचोटि फिगर मजाले हेरौँ। ग्राउन्ड सर्फेस माथि भएको, टप सोइल, त्यसपछि ब्लाइन्ड पाइप परभियस लेयरमा राखिएको छ। त्यसपछि स्ट्रेनरमा चाहिँ हाम्रो के हो त स्ट्रेनर चाहिँ परभियस लेयरमा चाहिँ राखिएको छ हैन। इम्परभियस स्ट्राटामा ब्लाइन्ड पाइप र परभियस स्ट्राटामा स्ट्रेनर पाइप राखिएको छ हैन। सो यति र तल चाहिँ हाम्रो कन्क्रिट प्लग रहेको छ, कन्क्रिटिङ गरेको। यति फिगर हेर्नु होला र 2-4 पोइन्ट मिलाएर लेख्नु होला। क्याभिटी टाइप वेल कुरा गर्दाखेरि द बोर होल इज डग अन्टिल इट्स फाइन्ड द प्रिभियस लेयर अफ वाटर। द बोर होल इज डग अन्टिल इट्स फाइन्ड द प्रिभियस लेयर अफ वाटर। वाटरको लेयर जबसम्म पुग्दैन तबसम्म चाहिँ हामीले बोर होल गर्नुपर्छ हैन, खन्नु पर्यो, पाइप गाड्नु पर्यो। पम्पिङ इज डन एन्ड स्यान्डी वाटर इज विथड्रोल। पम्पिङ गरेर चाहिँ हामी स्यान्डी वाटरहरू चाहिँ निकालिन्छ हैन, विथड्रोल गरिन्छ। क्याभिटी फर्मेसन अकर एट द स्यान्डी लेयर एन्ड दस द वाटर इन्टर द स्यान्ड पोर एट क्रिटिकल भेलोसिटी बट लेस देन दिस इन द क्याभिटी। के हुन्छ त स्यान्डी लेयर चाहिँ हाम्रो पत्ता स्यान्डी लेयर चाहिँ हामीले अकर गर्छौँ हैन, पत्ता लगाउँछौँ, त्यहाँसम्म जान्छौँ। दस द वाटर इन्टर द स्यान्ड पोर एट क्रिटिकल भेलोसिटी। जुन स्यान्ड पोरहरू हुन्छ, पलहरू पानी छिर्ने, त्यो क्रिटिकल भेलोसिटीमा जान्छ। बट लेस देन दिस इज क्याभिटी। क्याभिटीभन्दा कम हुन्छ। दस आफ्टर सम टाइम्स क्लियर वाटर इज अब्टेन्ड रे। त्यसपछि चाहिँ हाम्रो क्लियर वाटर चाहिँ आउँछ अरे। यसको हामी चाहिँ फिगर कुरा गर्दाखेरि ग्राउन्ड लेभल माथि डिस्चार्ज भएको, टप सोइल, परभियस लेयर, क्ले लेयर, अनि क्याभिटी, अनि स्यान्ड फ्री फ्रम फाइन मिनरल्स, अनि क्रिटिकल भेलोसिटी सर्फेस। स्लटेड टाइप ट्युबवेल को कुरा गर्दाखेरि दिस वेल इज मेड एट सच प्लेस वेयर सफिसिएन्ट डेप्थ अफ वाटर बेरिङ स्ट्राटा इज नट अभाइलेबल इभन द डेप्थ 80 to 100 मिटर। के हो त दिस वेल इज मेड एट द सच प्लेस वेयर द सफिसिएन्ट डेप्थ अफ द वाटर बेरिङ स्ट्राटा इज नट अभाइलेबल। यो त्यस्तो ठाउँमा हामी स्लटेड टाइप ट्युब प्रोभाइड गर्छौँ जहाँ चाहिँ के हुन्छ त डेप्थ हाम्रो चाहिँ सफिसिएन्ट हुँदैन हैन। 80 देखि 100 मिटर भनौँ न, त्योभन्दा चाहिँ हाम्रो कम छ भने, त्यहाँ डेप्थ चाहिँ सफिसिएन्ट छैन भने त्यो केसमा चाहिँ हामी स्लटेड टाइप ट्युबवेल प्रोभाइड गर्छौँ। अल्सो सुटेबल स्ट्रङ रुफिङ लेयर इज नट अभाइलेबल फर द कन्स्ट्रक्सन अफ क्याभिटी वाल रे। दिस वेल कन्सिस्ट अफ स्लटेड रफ आयरन ट्युब पेनिट्रेट अ हाई प्रिभियस कन्फाइन्ड इक्विफर। साइज अफ स्लटेड 25 mm to 25 mm into 3 mm। स्पेस 10 देखि 12 सेन्टिमिटर सेन्टर टु सेन्टर। अल्सो कट एजुकेसन पाइप अफ 15 सेन्टिमिटर डायमिटर इज देन लोवर रे। ग्रेभल इज देन poured from top in the inward space left between inside of the causing pipe and outside. The gravel is filled for 3 to 4 meter higher than slotted pipe. Compression air त्यहाँबाट तलबाट पानी तान्छ हैन। त्यसपछि causing pipe removal lateral पानी चाहिँ माथिको फेरि तल ल्याउँछ, मेन पाइप पानी तान्छ, टप सोइल, त्यसपछि स्लटेडहरू भएको र वाटर बेरिङ स्ट्राटा तल भएको र ग्रेभल सराउन्डिङ फिलिङ ग्रेभल। अब के टेक्निकल टर्म्सहरू हेरौँ। इक्विफर इट इज वाटर बेरिङ स्ट्राटम। इक्विफर भने के हो त वाटर बेरिङ स्ट्राटम हो, पानीलाई चाहिँ बेयर गरेर राख्ने एउटा लेयर हो, स्ट्राटम हो हैन। इक्विफर इज द जियोलोजिकल फर्मेसन द्याट कन्टेन सफिसिएन्ट पर्मिएबल मटेरियल विच परमिट स्टोरेज एज वेल एज ट्रान्समिसन अफ वाटर। इक्विफरमा के हुन्छ त यस्तो जियोलोजिकल फर्मेसन हो जहाँ चाहिँ पानी चाहिँ स्टोर पनि हुन्छ र ट्रान्सफर पनि हुनसक्छ त्यहाँबाट। जस्तै ग्रेभल भएको, स्यान्ड भएको इक्जाम्पल हो हाम्रो के हो त इक्विफरको इक्जाम्पल हो, जहाँ स्यान्डमा अथवा ग्रेभलमा पानी पनि बस्छ बिचमा, त्यहाँबाट पानी पनि मजाले ट्रान्सफर हुन्छ, अन्त्य जान सक्छ हैन। र अब टाइपको कुरा गर्दाखेरि इक्विफर हाम्रो चाहिँ कन्फाइड र अनकन्फाइड इक्विफर हुन्छ हैन। अब कन्फाइडको कुरा गर्दाखेरि ग्राउन्ड वाटर इज कन्फाइन्ड अन्डर प्रेसर ग्रेटर देन एटमोस्फेरिक बाई ओभरलेइङ रिलेटिभ इम्पर्मिएबल स्ट्राटा। इम्पर्मिएबल स्ट्राटाको कारणले गर्दा के हुन्छ त यसको यो कन्फाइन्ड लेयरमा भएको पानीको प्रेसर के हुन्छ त एटमोस्फेरिक प्रेसरभन्दा बढी हुन्छ। अल्सो नोन एज आर्टिसियन इक्विफर। यसलाई चाहिँ कन्फाइन्ड इक्विफरलाई आर्टिसियन इक्विफर पनि भन्छ। क्वालिटी गुड हुन्छ, डिस्चार्ज मोर हुन्छ र नट अफेक्टेड बाई सिजनबाट अफेक्ट हुँदैन। र अनकन्फाइन्डको कुरा गर्दाखेरि वाटर टेबल इज सर्भ एज द अप्पर सर्फेस अफ जोन अफ सेचुरेसन
वाटर टेबल इज सर्फ इज द अपर सर्फेस अफ जोन अफ सेचुरेसन रे डिचार्जलेस हुन्छ इट इज टेम्पोररी हुन्छ अल्सो नोन एज फ्री इक्विफर यसलाई फ्री इक्विफर भन्छ कन्फाइन्डलाई आर्टिसियन इक्विफर र अनकन्फाइन्डलाई फ्री इक्विफर अथवा प्रेसर इक्विफर भन्छ होइन अब इक्विक्ल्युड भनेको क्ल्युड गर्छ क्ल्युड भनेको स्टोर गरेर राख्ने होइन यतिकै बुझौँ न हामी इक्विक्ल्युड पानीलाई स्टोर गरेर राख्ने इक्विक्ल्युड इज द जियोलोजिकल फर्मेसन अफ रिलेटिभली इम्परमिएबल मटेरियल विच परमिट स्टोरेज अफ वाटर बट नट क्यापेबल अफ ट्रान्समिटिङ वाटर डे यसले चाहिँ वाटरलाई क्यापेबल गरेर राख्छ के अरे स्टोरेज गरेर राख्छ होइन तर ट्रान्समिटिङ चाहिँ गर्दैन होइन क्यापेबल हुँदैन ट्रान्समिसन गर्नलाई क्यापेबल हुँदैन सक्षम हुँदैन इन्सफिसियन्ट क्वान्टिटी रे स्टोर गर्न सक्छ तर ट्रान्सफर गर्न सक्दैन जस्तै क्ले लेयर होइन त्यो इक्विक्ल्युड भएको र इक्विफ्युज भनेको के हो त न फ्युज भनौँ न फ्युज उड्यो भनौँ यो भन्दाखेरि न त यसले स्टोरै गर्छ न त ट्रान्समिट गर्छ होइन इक्विफ्युज द जियोलोजिकल फर्मेसन अफ रिलेटिभली इम्परमिएबल मटेरियल विच नाइदर कन्टेन नर ट्रान्समिट वाटर डे इक्जाम्पल रक सोल्ट ग्रेनाइट इटिसी र इक्विफार्डको कुरा गर्दाखेरि यसले स्टोर गर्दैन तर ट्रान्सफर गर्छ होइन सिल्टी क्ले लेयर भएको होइन दिस टाइप अफ वाटर बेरिङ स्ट्राटम ह्याभिङ क्यापेसिटी अफ लेयर विच क्यान ट्रान्सफर वाटर फ्रम इक्विफर टु इक्विक्ल्युड र इन्भर्टेड कोन अफ डिप्रेसनको कुरा गर्दाखेरि अ लाइन अफ डिप्रेसन वाटर लेभल इन वेल ड्युरिङ डिस्चार्ज रे सर्कल अफ इन्फ्लुएन्स द बेस अफ कोन विच लाई ओभर द ओरिजिनल वाटर टेबल ड्रो डाउन कर्व डिप्रेसन विथ ओरिजिनल वाटर टेबल एन्ड कर्व सोइङ द ड्रो डाउन इन वेल प्रिमिङ प्रोसेस अफ रिमुभिङ ट्र्याप्ड एयर फ्रम द पम्प एन्ड फिलिङ इट कम्प्लिटली विथ वाटर पिएच भ्यालु कुरा गर्दाखेरि पिएच इज मेजर अफ हाउ एसिड अर बेस द वाटर इज त्यसमा एसिड र बेस कति छ त्यसले पिएच भ्यालुले डिटर्माइन गर्छ होइन यदि पिएच स्केल रेन्ज कति हुन्छ त 0 देखि 14 सम्म हुन्छ भनेपछि 15 वटा हुन्छ पिएच भ्यालु 7 छ भने न्युट्रल छ 7 भन्दा कम छ भने एसिडिक हुन्छ र पिएच भ्यालु 7 भन्दा बढी छ भने बेस हुन्छ बेसिक हुन्छ इट इज मेजर बाई पिएच मिटर लिटमस पेपरबाट चाहिँ मेजर गरिन्छ अरे पिएच भ्यालु निकाल्ने फर्मुला के छ त -log10 हाइड्रोजन EH प्लस भनेको हाइड्रोजन पोजिटिभ चार्ज इफ pH भ्यालु लेस देन 7 एसिडिक वाटर pH 7 प्योर वाटर एन्ड pH ग्रेटर देन 7 अल्काली वाटर र अब सिलेक्सन अफ वाटर पनि हेर्दिम न सिलेक्सन अफ वाटर सोर्स लोकेसन अफ सोर्स भएको हैन लोकेसन भएको क्वालिटी अफ वाटर भएको त्यसपछि क्वान्टिटी भएको र कस्ट भएको त्यसपछि कन्टिन्युटी एन्ड रिलायबिलिटी पाँचवटा भएको छ आफूले मिलाएर एउटा पोइन्ट पनि थप्न सकिन्छ सो पहिला नर्मली कुरा गर्दाखेरि लोकेसन पनि हामीले राम्रो लोकेसन राख्नु पर्यो जहाँबाट नियर होस् नजिक होस् कन्ज्युमरहरूलाई सजिलो तरिकाले पानी पुगोस् हैन सो वाटर क्यान कन्भर्ट थ्रू ग्रेभिटी फ्रम द सोर्स टु कन्ज्युमर एरिया विथआउट पम्पिङ बिना पम्पिङको चाहिँ कन्ज्युमरसम्म पानी पुगोस् त्यस्तो टाइपको लोकेसन हुनु पर्यो लोकेसन अफ सोर्स शुड बी नियर एज पोसिबल फ्रम सप्लाई कम्युनिटी सप्लाई गर्ने ठाउँमा कम्युनिटीमा चाहिँ सकेसम्म नजिक हुनु पर्यो दिस विल रिड्युस पाइप लेन्थ एन्ड मिनिमाइज द कस्ट पाइप लेन्थ कम हुन्छ जसले गर्दा कस्ट पनि कम हुन्छ मिनिमाइज हुन्छ इफ बोथ सर्फेस एन्ड ग्राउन्ड सोर्स आर अवेलेबल इन कम्युनिटी युज अफ सर्फेस सोर्स इज प्रिफरेबल जसमा चाहिँ सर्फेस र ग्राउन्ड सोर्सेस दुईटी अवेलेबल हुन्छ त्यसमा चाहिँ हाम्रो के हुन्छ त सर्फेस सोर्सहरू एकदम प्रिफरेबल हुन्छ हैन र क्वालिटी अफ वाटरको कुरा गर्दाखेरि सेफ होलसम एन्ड फ्री फ्रम पोल्युसन अफ एनी काइन्ड सेफ होलसम वाटर हुनु पर्यो फ्री फ्रम पोल्युसन हुनु पर्यो हैन क्वालिटीको कुरा गर्दाखेरि इफ सेफ वाटर इज नट अवेलेबल इट शुड बी चिपली ट्रिटेड अब के हुन्छ त अब सेफ वाटर छैन भने त्यहाँ ट्रिटेड गर्नु पर्यो जसले कस्ट बढ्छ हैन र द ट्रिटमेन्ट अफ वाटर शुड बी एभोइडेड एज फर एज पोसिबल बाई सिलेक्टिङ द सोर्स विथ गुड वाटर क्वालिटी के गर्नु पर्यो त सकेसम्म ट्रिटमेन्टलाई चाहिँ हामीले एभोइड गर्नु पर्यो ताकि ट्रिटमेन्ट गर्नु नपरोस् त्यस्तो टाइपको क्वालिटी भएको वाटर हुनु पर्यो सिलेक्सन सोर्स युज गर्दाखेरि एकदम गुड क्वालिटीको वाटर हुनु पर्यो हैन र क्वान्टिटी कुरा गर्दाखेरि एकदम सफिसिएन्ट मात्रामा
पर्याप्त मात्रामा पानी हुनु पर्यो, क्वान्टिटी हुनु पर्यो हैन। सो ड्युरिङ ड्राइएस्ट पिरियड शुड बी सफिसिएन्ट टु क्याच द डिमान्ड अफ कम्युनिटी सच एज डोमेस्टिक, इन्डस्ट्रियल, कमर्सियल, पब्लिक इटिसी। कस्ट कुरा गर्दाखेरि कस्ट फर वाटर सप्लाई सिस्टम शुड बी मिनिमम सो द्याट वाटर क्यान बी सप्लाइड टु द कन्ज्युमर एट एफोर्डेबल प्राइस। Cost of water supply system depend on the many factors such as system of supply, elevation of community, distance, etc. Continuity and reliability को कुरा गर्दाखेरि the source must be selected to supply water continuously to consumer and source need to reliable as well. Continuity भनेको एकदम लगातार पानी सप्लाई हुनु पर्यो र लिएबल भनेको टिकाउ हुनु पर्यो, धेरै समयसम्म धान्नु पर्यो हैन। अब ग्रेभिटी वाटर सप्लाई सिस्टम एन्ड डिजाइन पिरियड त पछि हेरौँ हैन। नर्मली अहिले ग्रेभिटी वाटर सप्लाई सिस्टम यही भित्र पर्छ। सो नेचुरल वाटर सोर्स आर नट always in a convenient place for collecting water. Gravity water system use gravity to transport water from source to the users through the pipe network. Gravity water supply system के हो त, ग्रेभिटीले गर्दा जुन पाइपमा पानी फ्लो हुन्छ त्यो टाइपको फ्लो अथवा सिस्टमलाई जहाँ सोर्सबाट कन्ज्युमरसम्म हामी पानी पुर्याउँछौँ त्यसलाई चाहिँ हामी ग्रेभिटी वाटर सप्लाई सिस्टम भन्छौँ हैन। सो भिडियो धेरै लङ भयो यार। भिडियो अब मन पर्छ भने यसो कमेन्ट गर्नु होला साथीहरु। यदि यति लास्टसम्म हेरेको भने धेरै धेरै धन्यवाद। र के भनौँ आज अलि इनर्जी लो छ मेरो। सो धन्यवाद, थ्यांक यू।